नायक पल शाहलाई 50 लाख पारिश्रमिक दिने निर्माता को ताती अब आगामी 2 वर्षसम्म व्यस्त रहने। नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल शाह अलि अत्यन्तै व्यस्त देखिएका छन्। कुनै समय उनका 2 चलचित्र लगातार फ्लप भएपछि उनको करियरलाई लिएर विभिन्न चर्चा चलेका थिए। पहिले चलचित्र रामायण र त्यसपछि मायावी फ्लप भएपछि धेरैले पल शाह अब सकिए भन्ने हल्ला फैलाएका थिए। यही कारणले केही निर्माता पल शाहलाई लिएर चलचित्र बनाउन डराइरहेका थिए। तर पछिल्लो समय चलचित्र मोहरले राम्रो सफलता हासिल गरेपछि अवस्था पूर्ण रूपमा बदलिएको छ। साथै यसअघि पल शाहले अभिनय गरेको चलचित्र आबाट आमाको टिजर र गीत दर्शकले अत्यन्तै रुचाएपछि उनी चारैतिर चर्चामा आएका छन्। मोहरको सफलतासँगै आबाट आमाको चर्चा चुलिदा पल शाहलाई लिएर चलचित्र बनाउने निर्माताहरूको घुइँचो लागेको बताइन्छ। हिट तथा सुपरहिट चलचित्र दिएका केही निर्माताहरूले समेत पल शाहलाई 50 लाख रुपैयाँ पारिश्रमिक दिएर भए पनि आफ्नो फिल्ममा काम गराउने इच्छा व्यक्त गरिरहेको चर्चा चलिरहेको छ। तर नायक पल शाह भने आगामी 2 वर्षसम्म पूर्ण रूपमा व्यस्त रहने भएका छन्। चलचित्र आबाट आमा रिलिजपछि उनले चलचित्र यानी मायामा काम गर्नेछन्। त्यसपछि निर्देशक चन्द पन्तको अर्को चलचित्रमा अभिनय गर्नेछन् भने आबाट आमाका निर्माता करण सिंहको नयाँ फिल्ममा पनि उनको सहभागिता रहनेछ। यसका साथै उनी मोहर 2 मा पनि देखिने भएका छन्। आगामी 4-5 महिनासम्म पल शाहले म्युजिक भिडियो र महोत्सवमा व्यस्त रहनेछन्।